তখন সুরে বিরকুল গ্লানি সৌমিত্রানন্দন তুই শতধিক তোরে রাবণ নন্দন আমি না ডরি সমনে কিন্তু তোর অস্ত্রাঘাতে মরি না যে আজি পামর এ চির দুঃখ রহিল রে মনে দৈত্য কুল দল ইন্দ্র দমিন সংগ্রামে মরি থেকে তোর হাতে রাজা রাবণ গাইব মা বীর রসে ভাসি মহাগীত দাসে দেহ পদচ্ছায়া তুমিও আইস দেবী তুমি মধুকরী কল্পনা কবির চিত্ত ফুল বন মধু লয়ে রাচ মধু চক্র सबेला प्रणाम से सबेला आदाब अर्ज है। खुश रहिएगा मेरे भाइयों और बहनों, मेरे बड़े मेरे छोटे, सबको मैं अपनी तरफ से एक उपहार रखना चाहता हूं। आप लोग ने देख लिया हेर्नुभयो अगाडि को त्यो विशेष किसिमले एउटा परफर्म गरेको गौतम हल्डर भन्ने व्यक्तिले यसमा के देखाइएको छ भनेदेखि मेघनाथ वध भनेको मेघनाथलाई छल गरेर कसरी मारियो। मेघनाथ भनेको यहाँलाई थाहा नै छ, उसको नाम इन्द्रजित पनि हो, रावणको छोरा। यो भेरी भेरी पावरफुल स्ट्रङ वरियर। उसले 2 पटक लक्ष्मण रामलाई बन्देजमा राख्यो। 2 पटक त्यो लडाईँ जब भयो रामायणमा जुन चर्चित गरिएको छ, मेघनाथले राख्यो तर छोडिदियो र उसले गएर रावणलाई अनुरोध गर्यो आफ्नो पिताजीलाई, होइन यिनीहरूलाई मार्न सकिँदैन, यिनीहरू त देव रूप हुन्, राम पनि लक्ष्मण पनि, त्यसकारण सम्झौता गर्नुमा हाम्रो कल्याण हुन्छ। त्यो सुनेर रावण एकदम गर्जियो, तिमी मुला मेरो छोरा भएर तिमी यस्तो ऊ रहेछौ, ग्याफर रहेछौ तिमी भनेर उसले गाली गर्यो। लडाईँ चल्यो। जति गर्दाखेरि पनि लक्ष्मणले हुँदा एक पटक मेघनाथले लक्ष्मणलाई मूर्छित गराएको यो कथा थाहा नै छ र हनुमानजीले गएर बुटी ल्याएर सञ्जीवनीको प्रयोगबाट लक्ष्मणलाई फेरि बिउताएको भन्ने थाहा छ यहाँलाई। हो त्यही इन्द्रजित, त्यही मेघनाथ, उसले इन्द्रलाई पनि ल्याएर क्याप्चर गरेर राखेको थियो लङ्कामा। उसलाई त्यो नाग पास भन्ने उसलाई एउटा आउँथ्यो, 1000वटा नागको पासो बनाएर राख्न सक्थ्यो। इन्द्रलाई त्यसरी राख्यो। त्यति मात्र होइन, इन्द्रको मानसिकता नै उसले उथल पुथल गरिदियो। यो वाज भेरी एक्सपर्ट, यो टोना मोना जादु गर्नमा एक्सपर्ट थियो। हो त्यसलाई कसरी मारियो त भन्ने कुरा यसमा यो गौतम हल्दरको यो टुक्रा मैले राखिदिएको छु, मेघनाथ वध भनेर। यो बङ्गालीमा माइकेल मधुसूदन दत्तले लेख्नु भएको यसमा आधारित छ यो। र यसरी यो पूजा गर्न जान्छ मेघनाथ देवीको। त्यो बेलामा रावणको भाइले छल गरेर लक्ष्मणलाई लगेर देखाएर ल सिद्धाए बेला। किनभनेदेखि पूजा गर्ने बेलामा त निहत्ता हुन्छ, त्यो फाइदा उठाएर लक्ष्मणले
मेघनाथको वध गर्दछ। त्योभन्दा पनि इम्पोर्टेन्ट कुरा यहाँहरूले हेर्नुहुन्छ, मुद्रा। मुद्रा भनेको आफ्नो हातको, शरीरको विभिन्न प्रकारको यो उहरू मुभमेन्टहरू, विभिन्न प्रकारको यो गर्ने यो उहरू सेपहरू बनाउने यो मुद्रा। मुद्रा भने के त? सिम्बोल्स एन्ड गेस्चर्स। मुद्राज आर सिम्बोल्स एन्ड गेस्चर्स which seal the bodies, प्राणलाई सील गरेर र हाम्रो यो आन्तरिक अझ भित्र अझ गहिरोमा लगेर कन्सन्ट्रेसन, हिलिङ, अदर क्वालिटिज यसले प्रदान गर्छ, यसले उब्जाइदिन्छ। अब धेरै प्रकारका मुद्राहरू हुन्छन्। यसको लागि यहाँहरूलाई हेर्न मन छ भने हेर्नु होला। जस्तो कि फर इक्जाम्पल अभय मुद्रा भनेको कस्तो? अभय भय नै नहुने त्यस्तो मुद्रा हुन्छ हातको। त्यसमा बडीसँग पनि रिलेट गर्नुपर्छ, बडीको मुभमेन्टसँग पनि। त्यसपछि गएर अञ्जली मुद्रा। अञ्जली मुद्रा भनेको के त भन्दाखेरि स्यालुटेसन। अञ्जली मुद्रा धेरै छ, अरू धेरै 50 छ कमसेकम। यो मुद्राहरू तपाईले देख्नुहुन्छ भारतनाट्यममा, अन्य हिन्दुस्तानी यो संगीत, क्लासिकलमा, डान्समा त्यो देखाउने यसरी देखाउने। वो मुद्राहरू त्यसमा हेर्नुभयो अगाडिको कस्तो राम्रो छ। मुद्रा पनि देखाउनु भएको छ उहाँले, अति नै राम्रो छ। जति हेर्छु म त्यति नै राम्रो लाग्छ। बङ्गालीमा छ, तर यहाँले पनि फलो गर्न सक्नुहुन्छ। उसले त्यो चर्चित गरेको छ, तैँले मलाई मारिस, म तैँले गल्ती गरिस् भन्ने जस्तो किसिमको त्यसमा एउटा भाव प्रकट गरिएको छ। हेर्नुहोस्, इन्जोय गर्नुहोस्, मुद्राको बारेमा सिक्नुहोस्। मुद्रा र चक्रहरू एकैसाथ चल्छन्। मुद्रासँग चक्रसँग हाम्रो यो प्राणवायुलाई ठिकसँग कल्चर गरेर, नर्चर गरेर त्यसलाई ठिकसँग राख्नको लागि यो विभिन्न मुद्राहरू, बडी पोस्चरहरू, योगमा जुन भनिएको छ बडी मुभमेन्ट्सहरू सबै मिलाएर यहाँको जीवनलाई फुल अफ कन्सन्ट्रेसन, डेप्थ एन्ड हेल्दी गरेर राख्न सक्नुहुन्छ। यति भन्दै बन्द गर्छु। धन्यवाद। Have a good day. Have a good Saturday.